खाजाहरू खायौँ एन्ड राइट नाउ अब चाहिँ हामीले ठ्याक्कै हाम्रो यहाँ पछाडि चाहिँ जिप आइसकेको छ सो अब चाहिँ हामी जिपमा चढेर चाहिँ सिक्लेस भिलेज जाँदैछौँ गाइस हाम्रो जिप चाहिँ यस्तो रमाइलो हुँदैछ लगिदेऊ जीवन घुमेर चलै गाह्रो रमझम रातो चरीवन तिम्रो सोल तिमीलाई बाँधी राख अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ सो विच प्लेस इज दिस वेलकम टु लाइक टुरिस्ट फार्म सो यस्तो छ यहाँको चाहिँ हाई एभ्रिवान सो अहिले चाहिँ हामी चिप्ले गाउँ आइपुग्यौँ अब चाहिँ चिप्ले गाउँमा गएर हामी फोटो खिच्छौँ है त अनि कस्तो कस्तो हुन्छ एभ्रिथिङ आइ एम गोइङ टु सो यु किप अन वाचिङ है त एकैचोटि त्यही भने गाइस हाम्रो गाडी चाहिँ यहाँ छ क्या अनि हाम्रो अङ्कलले चाहिँ पठाउनु भएको यता सो गाडी आउँदैछ अनि हाम्रो लाइक गोज अन चाहिँ भइरहेको वी अराइभ हियर दिस इज होइन अब चाहिँ हामी सामान लिन्छौँ हाम्रो ट्रेक भने चाहिँ स्टार्ट गर्नेछौँ यहाँबाट गाइस अहिले चाहिँ हामी यहाँ आएको छौँ अब खाना खानालाई अब लेट्स यहाँको खाना कस्तो हुन्छ एकदमै भोग लागिरहेको छ अब चाहिँ हामी खानाहरू खाएर छ अनि फेरि हाम्रो ट्रेक स्टार्ट माथि जाँदैछ मिल्नु माथि हाम्रो खाना आउँदैछ होला यतै बसौँ न यतै आउनु न सो गाइज वी आर वेटिङ फर आवर चिकन हाम्रो मासु पनि आइसक्यो यहाँसम्म पुग्न पर्नेको ठाडी उकालो छ है सो यस्तो छ हाम्रो दुईजना गाइजहरू आउँदै हुनुहुन्छ खै एउटा अरे सो गाइज अब चाहिँ हामी चढ्दैछौँ है माथि बिकज हामी स्टप हुनु हुँदैन एकदमै गर्मी सक्दैन सो दुईजना चाहिँ आउँदै हुनुहुन्छ नसक्ने रहेछ है आइपुग्नु भयो दाई हुनुहुन्छ सो मेरो गाइजहरू चाहिँ कहाँ छ भन्दाखेरि लेट मी सो यु है यहाँ दुईजना चाहिँ हाम्रो टिममा आउँदै हुनुहुन्छ होइन बट गाइज यु क्यान सी ओभर दियर होइन हुनुहुन्छ क्या दुईजना अनि हामी त्यो तलबाट आएको हो कि गाइज यस्तो छ बाटो चाहिँ अनि यहाँबाट अझ उता जानुपर्ने क्या कुरी हो कुरी गर्मीले यस्तो हावा खाइरहेको छौँ है हामी सो यु क्यान सी द भ्यू दुईजना गाइज किधर आइपुग्नु भयो हाम्रो गाइजहरू यो झर्ना देख्यौँ होइन अब चाहिँ आई डोन्ट नो यो झर्ना के हो तल्ला यस्तो हरि बिजोग भएको छ अब म पनि लाउन गइरहेको छु यस्तो भइरहेछ अहिले हाम्रो स्थिति यस्तो भइरहेछ पानी परेर हरि बिजोग भइसक्यो हाम्रो पछाडि फेरि हेर न के हो कि जिन्दगी यस्तो हाम्रो यसरी यस्तो गाह्रो भएको छ हाम्रो चाहिँ स्टे यही नै हो होइन
एकदमै भिजेर लत्रक्कै भएछ सो यु क्यान सी यस्तो छ वेदर यस्तो यु क्यान सी यस्तो पानी परेछ माथि चाहिँ त्यो उयो हो हिमाल कस्तो भयो भयो पुग्यो गाइस अहिले चाहिँ हाम्रो आइसकेको छ कफी दाइसँग यहाँ हुनुहुन्छ सो म चाहिँ अलिकति तातो चिया खाँदैछु बिकज यस्तो दामी छ है सो अब चाहिँ म सुत्न गइरहेको छु बिकज आई वाज नट फिलिङ वेल इन दिस टाइम अनि अहिले चाहिँ म खाना खाने बेला चाहिँ ब्लग हेर्नु यस्तो छ हाम्रो हालत गाइस लम्पसार छौँ हामी Hi everyone, so we are here. हामी डिनर गर्न लागिरहेको छौँ अब भ्लग भनेको अब सबै कुरा देखाउने नि त ओके गाइस के भन्नु वाचिङ सो गाइस हाम्रो यहाँ चाहिँ मासुहरू सबै आइसकेको छ अब चाहिँ हामी रुम खाना खाइरहेछौँ कतै हामी उठ्नु सकेन उठेन दिस इज आवर स्टे रुम अनि यो चाहिँ यस्तो छ यो देख्नुहुन्छ फाइनली गाइस फाइनली हामी कपुची आइपुग्यौँ है कपुची लेक फाइनली गाइज वी आर एट फाइनली हामी चाहिँ कपुची भइसक्यो हामीले फोटोहरू खिचिसक्यौँ फाइनली यत्रो लङ टर्ममा चाहिँ यत्रो हिँडेर यति दुःखले चाहिँ आइपुग्यो गाइज ओ माई गड लभ इट है के हो खाने हो स्ट्रबेरी गाइस ट्राई गर्ने हो फाइनली गाइस हामी चाहिँ यसरी आइपुग्यो है दिदी वी डिड इट अनि यस्तो देखिरहेको छ है माउन्ट एभरेस्ट here is our खाना You can see guys. गाइज अहिले चाहिँ हामी यहाँ सोझै आइसकेको छौँ यस्तो छ गाइज स्थिति अब हामी खान्छौँ यहाँ खाजा खानालाई रेडी छौँ यहाँ दुईजना दाइले चाहिँ खाजा बनाउँदै हुनुहुन्छ चाउचुर अन्डा ठिक छ होइन यहीँबाट मजाले क्लियर आइरहेछ अनि परेर यहाँ तनाव छ हाम्रो सो हामी चाहिँ अब ब्यागहरू आफ्नो लिएर चाहिँ जान्छौँ से हाई टु माई भ्युवर्स सो बाई द वे गाइज सी इज माई भाउजू है त किलो टोकेको यस्तो ड्याममा बस्यो बिचरा जुकाले होला से हाई टु माई भ्युवर्स हाई गाइस म दाइले चाहिँ हामीलाई स्पुन खाइरहेछौँ सो फाइनली हाम्रो रेडी भइसकेको छ खाजा यस्तो चिसोमा हामी चाहिँ सबैजनाले तत्तातो चाउचाउ अन्डा खाँदैछौँ है त छिटो अपडेट दिउँला गाइस अब हामी चिया खान्छौँ है एभ्रिवान सो अहिले चाहिँ हामी यहाँ सोझी रेड बुल डाँडा आइपुग्यौँ सो यु क्यान सी यस्तो छ स्थिति जिन्दगी यस्तो चलिरहेछ जिन्दगीको अपडेट यहाँ हुनुहुन्छ सो
हामी चाहिँ यहाँ एकछिन रेस्ट गर्दैछौँ अब चाहिँ एकछिन पछि वी आर गोइङ टु त्यो यस्तो छ क्या हाम्रो स्थिति दिदी कस्तो चलिरहेछ भन्नु त हाम्रो त्यो माथि हो कि अनि अहिले चाहिँ गाइज हामी यस्तो भ्यूमा छौँ यो कुन हिमाल हो गणेश लमजुङ गाइज अराउन्ड हामी आयो अनि यस हिमाल यु क्यान सी है यस्तो छ भ्यू अनि उताको यस्तो छ त्यहाँ हामी चाहिँ ओ माई गॉड फाइनली यस गाइज एन्ड दिस इज मी फाइनली हामीले चाहिँ इन्टर गरिसक्यो अनि यस्तो छ अहिलेको कन्डिसन सो दिस इज आवर कटेज वा अब चाहिँ हामी रुम हेर्न गइरहेको छौँ है त कस्तो कस्तो छ रुमहरू यस्तो छ है हालत यहाँ त मेरो सबै जुगाले खाएर यस्तो छ हालत हामी चाहिँ अब खाना खान लागेको सो एकदमै चिसो छ यहाँ अनि आई डोन्ट नो भ्लग चाहिँ के हुन्छ कसो हुन्छ गाइज टोटली मलाई थाहा छैन सो अनि यहाँ चाहिँ स्पेसली भन्नु पर्दाखेरि अलिकति वाइफाईहरूको टावरहरू अनि प्लस पोइन्ट अब के अरे कलहरू पनि नलाग्ने रहेछ गाइज मेरो पिम्पल यस्तो बिग्रेछ है अनिदोले सन्चो नभएर गाइज हाम्रो आइसक्यो खाना गाइज हाम्रो खाना चाहिँ आइसक्यो यु क्यान सी न त्यसो अलिकति तपाईँ सर्नु न त्यो छ है अब हामी यहाँ सुत्न गइरहेछौँ पुरै बसिरहेछौँ है भर्खरै घुमेर आयो अब चाहिँ हामी खाजाहरू खान्छौँ अनि रेडी भएर चाहिँ जान्छौँ बाई बाई अब चाहिँ हामी चिया बिस्किट खाँदैछौँ टिकटक बनाउनेहरूको स्थिति यस्तो छ पुरै हिमाल चाहिँ यस्तो कुहिरो लागेछ है अनि अहिले चाहिँ हामी यस्तो माथि छौँ अनि यस्तै चलिरहेछ भ्लग खै कस्तो भन्ने के भन्ने अनि हाम्रो बेस क्याम्प चाहिँ त्यो तल दाइ दुईजना जाँदै हुनुहुन्छ क्या हेर्ने ल अन्डा अनि त्यसपछि यहाँ सोझी प्यानकेक छ अनि त्यसमा हामीसँग तरकारी छ अनि दिदी र म चाहिँ हामी यहाँ बसिरहेछौँ अब चाहिँ हामी खान्छौँ गाइस बाई बाई हाम्रो अहिलेको कन्डिसन अनि हामी चाहिँ अब निस्किन लागेको एकदमै अहिले यस्तो वेदर चेन्ज भएछ सो इट्स अराउन्ड 9 भइसकेको छ है तासा जाँदैछौँ अनि त्यसपछि त्यहाँ गएर हामी खाना खान्छौँ सो वी आर राइट नाउ इन हर्न जङ्गल पानी परेर यहाँ को गोरे हो काशी आऊ गोरे गाडी चाहिँ यहाँ दाइको दरै पार्दैछ
यस्तो ब्लिडिङ भइरहेछ क्या गाइस अहिले चाहिँ हामी खाना खान आएको छौँ यहाँ यो टासा भन्ने ठाउँमा अनि त्यसपछि यस्तो भइरहेछ है अघिसम्म जाडो अहिले यस्तो गर्मी भइरहेछ अनि सो अब चाहिँ के कसो हुन्छ एभ्रिथिङ आइ एम गोइङ टु सो यु इन दिस भिडियो फर द्याट यु ह्याभ टु स्टे ट्युन है त गाइस हाम्रो खाना आइसकेको छ हाम्रो जिप चाहिँ आयो बिकज हामी चाहिँ हिँड्नै सकिरहेको छैन यस्तो छ हाम्रो कन्डिसन दिदीभाइको है यही हो यस्तो कन्डिसनमा चलिरहेछ है बाटो वाज एकदमै डेन्जर है यस्तो रिङटा चलिरहेछ यो बाटो देखेर ओ माई गड हामी चाहिँ अब यहाँ गाडीमा चढेर जाँदैछौँ है भाउजू Yes guys, finally we are at Pokhara Lake Vision Guest House मा चाहिँ हामी अहिले छौँ and now we are going to take our bag. Ayo! So दाइले एकदमै हेल्प गर्नुभयो. हेलो दाइ. के भन्न चाहनुहुन्छ मेरो ब्लगमा? हस् धेरै धेरै धन्यवाद. 7025 ल गाइज यो चाहिँ दाइको गाडी नम्बर हो है यु क्यान बुक तपाईँको नम्बर पनि भनिदिनु यहाँ म राखिदिन्छु 9769485566 र टिकटकको आइडी चाहिँ जिप सर्भिस सिक्लेस छ है ओके हेरेर यसो आइदिनु होला थ्याङ्क यू एभ्रीवन गाइज फाइनली हामी चाहिँ हाम्रो यता होटल फाइनली रिच भइसकेको छौँ ओ माई गड मेन एकदमै गर्मी भएको छ हामीले लेकमा पुगेर आइसकेर पनि होला एकदमै गर्मी भएको छ अहिले चाहिँ यहाँ पोखरा यस सी यु नेक्स्ट टाइम भर्खर चाहिँ हामी फ्रेस भएर चाहिँ यहाँ रेस्टुरेन्टमा आएको छौँ हामी अब केही खाजाहरू खान्छौँ बिकज मैले चाहिँ खाइसकेको थियो अघि नै त्यही माथि नै अनि भर्खर चाहिँ फ्रेस भएर चाहिँ अहिले चाहिँ हामी यहीँ आइसकेको छौँ है त गाइज सिउलाई छ है त हिँडिसकेको छैन माई गड यस्तो दामी आउँछ कि मान सो अहिले चाहिँ हाम्रो मर्निङ भइसकेको छ सो हामी चाहिँ बल्ल बल्ल फ्रेसहरू भएर सो वी बिन रेडी अनि अब हाम्रो सामानहरू बोकेर चाहिँ अब हामी होटलको तल गयो जान्छौँ एन्ड देन अब चाहिँ हामीहरू बाहिर निस्किन्छौँ सो फाइनली हाम्रो चाहिँ पठाउ पनि आइसकेको छ है गाइस बाई बाई सो फाइनली हामी चाहिँ गाडीमा चढिसक्यौँ अब चाहिँ हामीहरूको यात्रा जारी छ है त सो वाट डु यु वान्ट टु से नथिङ अल्छी लगाएर मर्न आँटिसक्यो गाइस टु बी अनेस्ट 11-12 सिटमा अहिले उफार्दा हेर ढाड लेट्स सी गाइस अब चाहिँ हामी के खाना गइरहेछौँ है त सो यस्तो छ हाम्रो भ्यू